हेलो एभ्रिवान वेलकम टु माई अनदर मिनी भ्लग। सो म चाहिँ चिबा आएको चाहिँ 1 विक जति भइसक्यो अनि आज चाहिँ फाइनल्ली मेरो डे अफ हो। अनि म चाहिँ बिहानदेखि आज के गरौँ भन्दै यतिकै युट्युबको भ्लगहरू हेर्दै सोच्दै बसिरहेको थिएँ है। मतलब यहाँ चाहिँ मेरो कोही पनि साथीहरू हुनुहुन्न अनि चिनेको मान्छेहरू पनि कोही पनि नजिकमा हुनुहुन्न क्या। सो मलाई चाहिँ एकदम धेरै बोर फिल भएर अनि सोच्दा मेरो चाहिँ केही सामान लिनु थियो र बाहिर निस्केको थिएँ। त्यहाँ चाहिँ एउटा मेसेमा चाहिँ सेल लागेको रहेछ र मैले केही सामानहरू लिएँ अनि त्यहाँदेखि बाहिर निस्किँदा चाहिँ पानी परिरहेको रहेछ क्या। मतलब म आएको 1 विक भयो है, डेली पानी परिरहेको हुन्छ क्या। मतलब दिउँसो घाम लागेको छ भने पनि बेलुका चाहिँ पानी परि नै रहेको हुन्छ क्या। सेन्डाइको जस्तो हिउँ पर्ने अनि जाडो चाहिँ त्यहाँको जतिको चिसो चाहिँ छैन, तर पनि पानी चाहिँ यो ठाउँमा धेरै पर्ने रहेछ जस्तो फिल भयो मलाई चाहिँ। अनि अस्तिको भ्लग चाहिँ सबैजनाले एकदम धेरै मन पराइदिनु भएर फेरि पनि बनाऊ है भन्नुहुन्थ्यो। तर मलाई चाहिँ के को बारेमा बनाउने अनि के बोल्ने हुन्छ है, के आइडिया छ भने भनिदिनु होला कमेन्टमा। अनि मैले चाहिँ केही सामानहरू लिएँ सुपाबाट अनि हात चाहिँ एकदम चिसो रातो भएको थियो र मैले चाहिँ लसनबाट एउटा हट कफी लिएँ। अनि द्याट्स इट फर टुडे। थ्याङ्क यू फर वाचिङ। बाई बाई।